कतिले दुर्गाप्रसाई अभियन्ता होइन राजनीतिको पूर्व तयारीमा छ पनि भने। तपाईँको मुखबाट सुनौ न, तपाईँ राजनीति गर्ने पूर्व तयारीमा हुनुहुन्छ कि तपाईँ कुनै अभियानकै फ्रन्ट भएर तपाईँ आफ्नो जीवनयापन गरिरहनु भएको छ? होइन, यो कुरा तपाईँको कुरा एकदमै ठिक कुरा पनि हो, क्वेसन सही पनि आयो। यो सबै कुरा भन्छ नि आवश्यकताले जन्माउँछ। गीतामा भनेको छ नि, जतिखेर पृथ्वीमा पापहरू बढ्छ, अन्याय अत्याचार बढ्छ, भ्रष्टाचारीहरू बढ्छन्, त्यतिखेर कुनै न कुनै अवतारमा कुनै न कुनै रूपमा कसैको जन्म हुन्छ, त्यतिखेरको त्यो समाजलाई बचाउनलाई भनेर जुन गीतामा भनेको छ नि, यो पनि तपाईँहरूले सम्झिनु सब त्यही हो। किनभने अब लगभग मेरो बाटो चाहिँ अब राजनीतिक नै हुन्छ।